हेलो गाइस हामी चाहिँ हैन म यसले चाहिँ बुलडग खानलाई चाहिँ 2x स्पाइसी करेन्ट पियाज खाको मैले चाहिँ करेन्ट अस्ति अनि मैले चाहिँ करेन्ट खान लाग्को यस्तो वाइल्ड पिरो छ कि म खान सक्दिन भयो अनि एक्लै खा भनेर म चाहिँ करेन्ट खान लाग्को अब यसको रियाक्सन हेरौँ है त कस्तो खाला यस्तो मैले फेरि बनाउँदै खाने ल देखो मम्मी मैले रोज खाइदिदिनँ सुन्तला पकाएको घुमपट्टिहरूले बनाउँदै खानु सुन्तला लाल तकार ल्याऊ कस्तो बियर जस्तो देखा मम्मी बेला बनाउँदै सुन्तला खानु कति मिठो छ पकाउने त्यो भुतिर फाला हुन्छ यिनीहरूले चाहिँ चाउमिन पिरो चाउचाउ खाएको मैले चाहिँ सुन्तला खाएको अल्प खान्छु पिरो हुन्छ म त खान्न भएको गुल्ली त गुल्ली अम्लो बाहिरको सुन्तला कति अम्लो अम्लो भने म त धेरै अम्लो खानु अन्त हामी जान्छौँ म त खान्न मलाई मुटुमा कति गाह्रो भएछ मम्मी खानु म खाँदै खान्न नि त्यस्तो पिरो एट लाइक केही पनि पिरो भयो होइन कज मम इज हियर बिकज वी गाली पाएँ तिमीहरूको किडनी जाँदै जान्छ कस्तो चस्मा यहाँ बुवाले त्यो पाला लाउनु हुन्न है मलाई चस्मा लैजानु थियो कस्तो हुन्छ यस्तो खाने भने भात खाने अहिले आमाले के गर्छन् भोलि खाने ग्यास म त खान्न है रोक्को चाहिँ पिरो हुन्छ अस्तिदेखि डर लाग्छ मलाई मुटु त कस्तो दुख्यो खाँदै खान्न म त भात र खाइदिएँ हाँस्नु गाई छर्न जानुपर्ने चाहिँ कि छर्न गयो नि तल अन्त गइसक्नु फेरि बनाएर त्यस्तै पिरो चाल्छ अनि त्यस्तै त्यो गोरुको मुट अनि खाएपछि त्यहाँ सबै माउने भएर हालिदिने हो कि हाल्दै के त झन् बढी लाग्यो आउँछ रेड बुल सुन्तला खाएको रक्सी बनाउँदैन होला अब माथि घरमा पनि त्यस्तै गर्थेँ म त्यहीँ हाम्रो टोइलेट जान्छ सुन्तला हुन्थ्यो पिरो कान पोल्यो त्यो खाएर झन् त्यो खाएर त्यो भएको कसले खानु मन लाग्थ्यो पिरो खानुपर्छ गाइस अब यसको रियाक्सन पिरो होइन तर यो खाएर धेरै पिरो हुँदैन नि त अहिले हुँदै आयो पछि हुन्छ क्या यसको स्मेल चाहिँ एकदम यस्तो हुन्छ तर मैले कान समाते हो कि म खान्न भनेर अनि म त्यति पागल छु फेरि खान्छु करेन्ट नै ठिक छ मेरो लागि पिरो भएको छैन ओटी हेर्न थियो र रोक्यो भने पिरो हुन्छ झन् म एक चम्चा खान्छु हिम्मत गरेर तल्दा खान्छ कि यार आई त काण्ड क्या पिरो
पोल्यो केही हुन्न अहिले यी भइसक्यो जल्यो यति आएर त म पागल भयो गिजा चरा मैले 5 मिनटसम्म गरेर पानी मुखमा राखेको धारोमा खाना त्यत्रो पिरो क्यामेरा बन्द गरेपछि रियाक्सन बढी आयो क्या आज यत्रो भएको छ खाना खाएपछि केही हुन्न होइन स्टप गरेपछि पिरो हुन्छ मैले त गफ हाले जस्तो लागिरहेको थियो होला है तँलाई पिरो त हुन्छ कि तर मिठो पनि हुन्छ भने यस्तो एउटाले गर्छु पिरो छ तर मिठो पनि छ पिरो छ तर मिठो पनि छ बाई गाइस यति नै हो कस्तो पिरो छ कि छैन थाहा पाइस् पुरो